खाए पंचायतले 1000 खाऊ बौद्धवादीले लाख खायो गणतन्त्रवादीले झनै करोडौं खाए जसले खाए तिनले पचाए साथ दिने पनि खाए साथ लिने पनि खाए दिने र लिने मिलेर खाने भएपछि अब कसले गरेर सराउने धन्यवाद कार्यक्रम सञ्चालक ज्यू आज मिति 2082 दुई महिना 15 गते मिली बाटोली पढेर गएको 18 राष्ट्रिय गणतन्त्र दिवस 2082 को उपलक्ष्य नगर व्याप्त कमिटी गणेश मार्चा र धनुषद्वारा आयोजित यस प्रतियोगिता प्रतियोगिताको सभापतित्व गर्नुभएका आदरणीय सभापति ज्यू आफ्नो व्यवस्थाको बावजुद यस कार्यक्रमको शोभा बढाइदिन हामीमा उपस्थित आदरणीय प्रमुख अतिथिज्यू हाम्रो हौसला बढाइदिन निम्ति यहाँ उपस्थित आदरणीय विशेष अतिथिज्यू सम्पूर्ण आमन्त्रित अतिथिगण र छुट्याए न्यायको राजी लिएर बस्नुभएका आदरणीय निष्पक्ष निर्णायक मण्डल नगर व्याप्त कमिटी गणेश मार्चाका सम्पूर्ण पदाधिकारीज्यूहरू विभिन्न विद्यालयबाट आउनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरू यहाँ उपस्थित सम्पूर्ण दर्शक महानुभावहरू र सम्बोधन गर्ने क्रममा पुग्नु भएको छ भने ज्ञात र ज्ञात सम्पूर्ण दर्शक महानुभावहरू सबैमा आज ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको धर्मशाला अन्तर्गत गणेश मार्चाको वडा नम्बर 9 स्थित सुन्दर शान्त र रमणीय गाउँ भरमजियाको काखमा संस्कार सहितको शिक्षा आफ्नो मूल्य नारा बनाई अमूल्य योगदान पुर्याएका विद्यार्थी श्री सनराइज मेमोरियल सेकेन्डरी स्कुलको कक्षा 6 मा अध्ययनरत छात्र आदि यादवबाट सुकार्नु सादर नमस्कार तथा सुप्रभात। आज यस विशेष विद्यार्थीको समारोही विकासको निम्ति आवश्यक व्यक्तित्वका साथसाथै गणतान्त्रिक व्यवस्थाको इतिहास वर्तमान अवस्था सकारात्मक र नकारात्मक पक्षहरूले प्रकाश गर्ने हेतुमा यस प्रतिस्पर्धा व्यक्तित्व कला दिवसको शीर्षकमा म केही आफ्ना धारणाहरू राख्न आयोजक नगर व्याप्त कमिटी गणेश मार्चाका प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आफ्नो शीर्षकमा प्रवेश गर्न सभापति ज्यूसँग अनुमति चाहन्छु। अनुमतिका लागि धन्यवाद महोदय। सर्वप्रथम म गणतन्त्रको परिभाषाबाट सुरुवात गर्न चाहन्छु। गणतन्त्र राज्य भनेको एउटा यस्तो राज्य हो जहाँ जनताहरूले सर्वोच्च हुन्छ तिनीहरूले चुनावमा राष्ट्रपति निर्वाचित गरिन्छ। आउनुहोस् यसको विषयतालाई बुझाउन चर्चा गरौँ। नम्बर 1 राष्ट्र प्रमुख निर्वाचित राष्ट्र प्रमुखको रूपमा जनताद्वारा वा जननिर्वाचित प्रतिनिधिहरू मार्फत राष्ट्रपति निर्वाचित गरिन्छ। नम्बर 2 कानुनीको शासन सबै नागरिक नेता र सरकारी अधिकारीहरू कानुनको अधीनमा हुन्छ। नम्बर 3 लोकतान्त्रिक शासन व्यवस्था जनता स्वतन्त्र निष्पक्ष निर्वाचन मार्फत सरकार चुनिन्छ। नम्बर 4 उत्तरदायी सरकार जनताप्रति जवाबदेही हुनुपर्छ। नम्बर 5 जनताको सर्वोच्चता हरेक देशको शक्ति जनता प्रति निहित हुन्छ। विक्रम सम्वत 2065 देशमा 15 गते जन्मिएका गणतन्त्र नेपाल आज 17 वर्ष पुरा गरी 18 वर्ष मुक्तिमा पुगेको छ। यदि लामो दूरी तय गरिसक्दा हामीले एक पटक फर्किएर हेर्दा त्यो व्यवस्थाको स्थापना